सबै हाले बाउन्ड्री छ भेडालाई अलिक बोलाएर हैन ले म मात्रै नै हो चाङको भेडा पालन गर्ने चाहिँ अहिले मै हो 20औं वर्ष भेडा पूजाको लागि आउँछ सर बाहिरबाट यसो अब कुलाइन पुट्नलाई अब यस्तै अब कसैले भरा पुट्ने पाठा सार ल्याउन आउँछन् हजुर हजुर समस्या त त्यस्तो छैन सर अब जङ्गल डुगर नै पर्छ अब हजुर पर्छ एउटा सारको अब 18-20 देखि लिएर अब 50 सम्म अब पर्छ त सर अब पहिला बाबुबाजेले पनि पालेका थिए हैन हामी अब देश विदेशको सिलसिलातिर लागियो अब युरोप हैन गलफतिर चाहिँ साउदी कतर अब लगभग अब मलेसिया सलेसिया डुलेर आएपछि मैले डुले सर कति वर्ष 5-7 वर्ष कुन देशमा नि दुबईतिर बसे 2 वर्ष 1 वर्ष बसे दुबईमा 1 वर्ष बसे अनि साउदी गएर बसे 2 वर्ष 2 वर्ष कता मलेसिया बसे हजुर अनि आए पालन सुरु गरेको हजुरले मैले थोरै नै बाट सुरु गरेको सर अब लगभग 40-50 हजार लगानी गरेर अब त्यही 12-15 टा बाट सुरु गरे हजुर भेडा त 50-55 सम्म भए अब त्यहाँदेखि अब अहिले 45-40 को हाराहारीमै छु बारीमा जाला सक्सेस राम्रो एकछिन चर्न नि एकछिन चर्न नि